मलाई 2-3 दिनदेखि एकदम क्युरियोसिटी भइरहेको थियो होइन, तपाईँलाई फोन पनि आइरहेको रहेछ आफ्नो साथीको यो अनलाइन फ्रड र स्क्यामको बारेमा। के भइरहेको यस्तो? यो कस्तो भइदियो भनेदेखि लाइक मेरै फ्रेन्ड लिस्टमा भएको साथीहरूकोबाट मलाई व्हाट्सएपमा टेक्स्टहरू आइरहेको थियो कि लाइक आई एम इन द हस्पिटल, आई निड अर्जेन्टली दिस मच एमाउन्ट अफ मनी, या मैले कसैलाई पैसा ट्रान्सफर गर्न खोजेँ, ट्रान्सफर भएन, तपाईँले प्लिज यो क्युआरमा ट्रान्सफर गरिदिनुहोस् भनेर त्यस्तो मेसेजहरू आउन थाल्यो कि। ए अनि कसरी त, अनि तपाईँले कसरी थाहा पाउनु भयो त्यो यो स्क्याम? के तपाईँले के कल ब्याक गर्नुभयो साथीलाई के कसरी? त्यही त मलाई त अब यो स्क्यामको बारेमा थाहा भएको भएर मैले पहिले नै उसलाई कल ब्याक गरेँ। कल ब्याक गरेपछि फोन नउठाउने भएपछि मैले त्यो यो पक्कै केही छ भनेर मैले त्यसपछि पैसा ट्रान्सफर गरिनँ। र पछि उहाँको फेसबुक पोस्ट हेर्दाखेरि उहाँले चाहिँ मेरो व्हाट्सएप हेज बिन ह्याक्ड एन्ड दे विल सेन्ड यु टेक्स्ट मेसेज फर ट्रान्सफरिङ द मनी, प्लिज डोन्ट ट्रान्सफर भनेर उहाँले फेसबुकमा स्टेटस राख्नु भएको रहेछ क्या। ए ओके, अनि व्हाट्सएप ह्याक हुन् भनेको कसरी यो ह्याक भयो त? अब जस्तो हामीहरूले कहिले तपाईँहरूले नयाँ फोन लिँदाखेरि या केही पनि व्हाट्सएप सेटअप गर्दाखेरि हामीले के गर्छौँ कि व्हाट्सएपमा नम्बर हाल्छौँ, नम्बर हालिसकेपछि त्यसले एउटा कोड पठाउँछ, त्यो कोड हालिसकेपछि व्हाट्सएपले एउटा सर्टेन ब्याकअप राखेको हुन्छ, त्यो ब्याकअप रिस्टोर गरिदिन्छ क्या। अब कस्तो हुन्छ भनेदेखि त्यो जसले स्क्याम गर्न खोजे हुन्छ नि या जसले फ्रड गर्न खोजे हुन्छ, ही अर सी ट्राइज टु सेटअप यो व्हाट्सएप के। अहिले उसले व्हाट्सएप सेटअप गर्न खोज्छ भने व्हाट्सएप सेटअप गर्न खोज्दाखेरि उसले चाहिँ अब जस्तो तिम्रो व्हाट्सएप उसले सेटअप गर्न खोजेको छ भनेदेखि तिमीलाई उसले कल गर्ला या केही लिङ्क पठाउला भन्ला, तिमीले जुममा तपाईँलाई जोइन गराउनु छ, तपाईँकोमा कोड आएको छ, त्यो कोड प्लिज मलाई दिइदिनु, या तपाईँ एउटा लकी ड्रमा विनर हुनुभएको छ, यो कोड दिनुभयो भने तपाईँकोमा यति पैसा आउँछ भनेर उसले तपाईँलाई कसै भए पनि कन्भिन्स गरेर तिमीसँग त्यो कोड लिन खोज्छ क्या। र त्यो कोड पाइसकेपछि उसले त्यो तिम्रो व्हाट्सएप एक्सेस गर्छ र तिम्रो व्हाट्सएप एक्सेस गरिसकेपछि तिम्रो व्हाट्सएपबाट मलाई मेसेज गरेछ। ए ओके, त्यसरी फ्रड हुँदो रहेछ भनेपछि हामी एकदम सतर्क भएर बस्नुपर्ने रहेछ होइन। तपाईँसँग पनि यस्तो घटना हुनसक्छ, इफ तपाईँलाई त्यस्तै म्यासेज अथवा क्युआर पठाएर तपाईँको चिन्ने मान्छेकोबाट म्यासेज आएको छ भने पनि तपाईँले एकचोटि कल ब्याक गर्नु, कन्फर्म गर्नु त्यो मान्छे त्यही हो कि होइन भनेर, अनि मात्रै तपाईँले केही कुराहरू तपाईँले अगाडिको स्टेपहरू गर्न सक्नुहुन्छ। त्यही भएर बी अलर्ट, त्यही भएर हामीले चाहिँ यो सानो भिडियो बनाएको हो है। बी सेफ। धन्यवाद। बी सेफ, बी अलर्ट।